दुई दाजुभाइको दुःखद कथा। जेठो र माइलो। एउटा गाउँमा 8 परिवार बस्थे। ती मध्ये 6 जनाको परिवारमा बा आमाले मजदुरी गरेर साँझ बिहानको छाक टार्थे। उनीहरूसँग आफ्नै जमिन थिएन। नेपाल सरकारले दिएको एउटा घर र 2 कट्ठा जग्गा थियो, तर त्यो पनि 10,000 सरकारलाई बुझाउनु पर्थ्यो। त्यो जमानामा 10,000 भनेको 10 लाख बराबरको थियो। विक्रम सम्वत 2050 को यो कहानी हो। त्यो बेला न त बिजुली थियो न त इन्टरनेट, तैपनि मानिसहरू हाँसी खुसी जीवन बिताउँदै थिए। बाले सुनारको काम र साथै हँसिया बन्चरो खुकुरी बनाएर पहाडी भेगदेखि दक्षिणको मध्य प्रदेशसम्म पुग्थे। एउटा पुरानो साइकलमा सामान हालेर डोर्याउँदै 30 किलोमिटर पैदल जाने आउने गर्थे। त्यसबापत उनले चामल, तेल, नुन, दालहरू साटेर ल्याउँथे र दशैंमा 1 जोडा लुगा पनि परिवारले लाउन पाइरहेका थिए। त्यहाँ आफूले बनाएका सामान बेचेर चामल, तेल, नुनको भारी बोकेर केही दिनपछि घर फर्किने गर्थे। यो सिलसिला 10औं वर्षसम्म चल्यो। अब बा पनि बुढो हुँदै दिनहरू ढल्दै थियो। अब बा टाढा टाढा जान नसक्ने भएपछि घरमै उनले हँसिया बन्चरो बनाउने काम गर्न थाले। कोही नाक कान छेड्न पनि आउँथे। तर तराईमा गएर सामान बेचुन्जेल घरमा ठिकठाकै थियो। घरमा छोराछोरी पनि काम गर्ने उमेरका भएका थिएनन्। अब घरमा ठूलो सङ्कट आयो। घरमा अन्न पनि सकियो। सरकारले दिएको त्यो 2 कट्ठा जमिनले 8 परिवारलाई कहाँ पुग्थ्यो र? परिवारलाई खानाको लागि लडिरहने बाले कहाँ 10,000 तिर्न सक्थे र? बिचरा, अब आमाले पनि बच्चालाई खुवाउनु पर्यो। भएको मसुरोको दानामा नुन हालेर उमालेर सबैलाई खाना दिनुभयो। भोलिपल्ट मकै उसिनेर खाए। कहिलेकाहीँ पिठोलाई पानीमा पकाएर ढिक्कर पनि बनाएर खाए। बाउ बुढो अनि अब जेठो छोरो भर्खर 14 वर्षको थियो। बा आमाले 5 कक्षा पढ्दै गरेको जेठोलाई ठुली आमाको घर जहाँ तौलिया भन्ने बजारमा थियो, त्यही जेठोलाई होटेलमा भाडा माझ्ने काम लगाइदिए। भोकमरीको सङ्कटका कारण जेठोलाई पढाइ पनि पढ्न नदिई काम गर्न लगाए। तर महिना नबित्दै ठुली आमा गएर उसको तलब बुझेर आफ्नो घरको खर्च पो टान लागिन्। हे भगवान, यो कस्तो खेल! लाचार परिवार, उनीहरू विरोध पनि गर्न सकेनन्। सुख होला र साँझ बिहान छाक टान पठाएको छोरा अब ठुली आमा र बालाई पाल्ने भयो। 5 महिनापछि जेठोलाई काम छोडेर घरमा बोलाएर घरमा छिमेकीमा धान रोप्ने, गोरु हलो जोत्ने काम गरे। अब 2 बहिनी पनि अरूको धान रोप्ने, काट्ने गरेर पैसा कमाएर खर्च जुटाउने भइसके। यसैगरी चलेको जिन्दगीमा एक दिन लाहोरबाट दिदी भिनाजु आएर जेठोलाई पनि साथमा लगेर काम उतै लगाउने छलफल भयो। र अब जेठो दिदी भिनाजुसँग लाहोर गयो। अब केही हदसम्म घरको आर्थिकमा सुधार भयो, भाइ बहिनीले पनि पढ्न पाए। तर सरकारले ऋणमा दिएको त्यो घर र 2 कट्ठा जमिन केही हुने खाने छरछिमेकले तिरिसकेका थिए, तर जेठोको घरमा अझै पनि तिर्न सकेका थिएनन्। अब माइलो पनि 8 पास गरेर लाहोर जाने कुराले माइलोको मनमा उथलपुथल रमाइलो हुँदै थियो। 14 वर्षकै उमेरमा माइलो पनि गाउँकै एकजना मान्छेसँग घरदेखि 800 पैसा लिएर घरदेखि बिदा भयो। कृष्णनगर बोर्डरको बाटो हुँदै गए। त्यो बेला कृष्णनगरदेखि दिल्लीसम्मको भाडा 400 रुपियाँ आइसी थियो। भोलिपल्ट माइलो दिल्ली गयो। त्यहाँको झलमली सहर र मोटर गाडी गुडेको देख्दा छक्क पर्थ्यो। उसलाई गाउँको त्यो दिन याद गर्यो। गाउँको त्यो कच्ची सडकमा भटभटे आउँदा पनि भटभटे हिँडेको पाइला सुँगेको याद आयो र मुसुमुसु हाँस्थ्यो। अर्को दिन माइलोले चिठी लेखेर हुलाकी मार्फत पठायो, जसमा लेखेको थियो, बा आमा, म सकुशल दिल्ली पुगे अनि एउटा चियाको पसलमा काम पाएँ। महिनाको 300 दिन्छु भनेको छ। पछि काम र भाषा सिकेपछि 50 रुपियाँ बढाएर 350 बनाइदिन्छ रे। माइलो खुब खुसी थियो। खाना बस्न राम्रो थियो। हातमा कितली बोकेर माइलो दुकान चिया पुर्याउने काम गर्थ्यो। कहिले त्यो बाटो वारी, कहिले त्यो बाटो पारी गरी काम गर्थ्यो। एक दिन जब उसले हातमा कितली र 5 कप बोकेर बाटो पार हुँदै गर्दा स्पिडमा आएको अटोले उसलाई कम्मरको हड्डीमा लाग्यो। तर दुखे त पनि नदुखे जस्तो गर्यो र आफ्नो चिया ठाउँमा पुर्यायो। यो घटना न त उसले घर भन्यो न त उसको मालिकलाई। त्यो दुखाइ 2 दिनपछि कम हुँदै गयो र सुख दुःख काम गर्यो र 8 महिनापछि माइलो घर फर्कियो। माइलो घर फर्किँदा उसको गोजीमा 2000 भारू थियो। बेला मौकाले घरमा उसको दाजु जेठो पनि आएको रहेछ। 12 दाजुको कुराकानी भएको रहेछ। त्यही टोलमा 2 कट्ठा खेत बिक्री छ र त्यो खेत किन्नुपर्छ भनेर। त्यो बेला 10,000 कट्ठाको दर रहेछ। पुग्न पुग पैसामा माइलोले पनि 1500 आइसी बचाएर लिएको रहेछ। नेपाली 2400 पनि मिलाएर जेठो दाजुको नाममा पास गरे र जेठो फेरि दिदी भेनाजुकोमा फर्कियो। त्यही काम गर्दै 5 वर्ष बित्यो। माइलोले फेरि पढाइमा त्यही पुराना साथीभाइसँग स्कुल जान लाग्यो। तर पनि सरकारले दिएको ऋण तिरेर घर जमिन पास अझैसम्म पनि हुन्छ। जेठोले 4-5 वर्ष काम गरेर फेरि घर फर्कियो र अब माइलो भाइलाई पनि साथमा लगेर गयो। यात्रा धेरै कठिन अनि लामो थियो। लगभग 5 दिन लाग्थ्यो गन्तव्यमा पुग्न। साधन, अटो, बस, टाङ्गा, रेल, पानी जहाज हुँदै बङ्गालको खाडी पार गरेर जानु पर्थ्यो। त्यहाँ पुगेर भाइ माइलोले सेक्रेटरीको काम पायो। त्यो बेला 2059 साल सुरु हुँदै थियो। माइलोको तलब 4000 थियो। खाना बस्न दिदी भिनाजुको क्वार्टरमा बस्थ्यो। उसको सबै पैसा बचत हुन्थ्यो। जेठो होटेलको काम सिकिसकेको थियो र त्यो बेला उसको तलब 3500 थियो। यस्तै गरी 16 महिना बित्यो। जेठो दाजु घर जाने छलफल भयो। माइलो र जेठोको पैसा मिलाएर लगभग 2,50,000 जम्मा भएको थियो।
दिदी भिनाजु र माइलो जेठो बसेर जेठोलाई सम्झाउँदै भने, गएर घर पास गर्नु, घरको छानो पनि असिनाले हानेर खपडाको छानो चुइएछ, घरमा टिन हाल्नु, बचेको पैसाले थोरै भए पनि धान फल्ने जस्तो जमिन लिनु। यसरी सम्झाएर जेठोलाई बिहानै बिदाई गरिदिए। माइलो भने निरन्तर आफ्नो काममा लागिरह्यो। दुई भाइको पैसा लगेर जेठो नेपाल घरमा पुगेपछि छानो फालेर टिन हाले। त्यो बेला टिनको घर बन्नु नै पक्की घर बन्नु बराबर थियो। त्यही पैसाले नै सरकारी ऋण पनि तिरे। बाबुको पालाको 10,000 को ऋण सावा ब्याजले गर्दा 50,000 पुगिसकेको रहेछ। जेठोको उमेर पनि बढ्दो थियो। लाहुरमा घर जाने बेला दिदी भिनाजु र माइलोले भनेका सम्झाएका कुरालाई बिर्सेर अब गाउँको एकजना मान्छेको कुरामा बिहे गर्न भनेर पहाड अर्घाखाँचीमा पुगेर केटी खोजेर घरमा लगेर भित्र्याउनलाई छरछिमेकीको भिड थियो। बिहे गरेर जेठो फेरि त्यही ठाउँमा फर्कियो। अब घर फर्किने पालो माइलोको थियो। माइलो घर फर्किँदा 16 वर्षको थियो र उसको हातमा पनि 16,000 नै थियो। घर फर्किसकेपछि आमाले भनिन्, त्यही साधमा 1 कट्ठा खेत बेच्ने भन्थे, कुरा गरेर हेर भनिन् र म पनि कुरा गर्न गएर 26,000 नेपाली पैसामा पास माइलोको नाममा भयो। त्यो खेत माइलोले आफ्नो नाममा पास गरेपछि अब माइलोलाई घर परिवारबाट हेर्ने नजर बदलिँदै गयो। केही वर्षमा माइलोले पनि गाउँकै एकजना केटीसँग बिहे गर्यो। उसलाई दाइजोमा 4 कट्ठा खेत पनि दिएका थिए माइतीले। अब त झन माइलोलाई अर्कै व्यवहार गरे। तैपनि दाजुभाइले सँगै कमाउने र अझै प्रगति गरेर बस्ने विचार गरे। माइलो फेरि पुरानो काममा फर्कियो र दाजु जेठो घर फर्कियो। माइलोलाई माइतीदेखि 4 कट्ठा पनि थियो। झन खुसी भएर खेती गरेर परिवार पाल्नुको सट्टा त्यो खेतलाई खासै वास्ता दिएनन्। अचानक के भयो परिवारमा बदलाव आयो। अब माइलोलाई बिस्तारै टाढा बनाउने कोसिस गर्दै थिए। दिदी बहिनी दाजु आमा मिलेर सिधा कुरोमा भन्नुपर्दा एउटा आरिस पैदा भयो। त्यस्तो व्यवहारले गर्दा अब माइलोले पनि छुट्टिएर अलगै बस्ने, अलगै भान्सा बनाउने निदो गरे। नभन्दै जोसिलो माइलोले केही दिनमा नै नयाँ भान्सा बनाएर भाडाकुडा सबै किनेर आफ्नो खेत आफै मलजल गरेर बसे। अब माइलो लाहुर होइन, विदेश जाने विचार गर्यो र केही दिनमा गाउँ घुमेर गाउँलेसँग पैसा ब्याजमा खोज्यो र कतार जानलाई पासपोर्ट बनायो र 2 महिनाभित्रै उसको कतारको लागि उडान भयो। केही महिनापछि श्रीमतीलाई फोन गरेर घरमा सिमेन्टको ब्लक बनाएर राख, म आउँछु र 2 कोठाको टिन लगाएर घर बनाउला भन्यो। र घरमा पनि ब्लक बन्दै थियो। अब माइलोको 2 वर्ष भिसा सकिँदै थियो। केही महिना केही दिन गर्दै घर फर्किने माइलो जब कतारबाट घर फर्कियो अनि परिवारसँग घर बनाउने कुराकानी गर्यो, तर माइलोलाई त्यहाँ घर बनाउने जमिन नदिने भनेर सबै परिवार एकजुट भए र माइलो एक्लो भयो। उसले सोच्यो, यत्रो सालसम्म 2 भाइको पैसाले घर जग्गा ऋणमुक्त गरियो, अब मलाई घर बनाउने जमिन हुन्न भने के अर्थ भयो घर परिवारको? खुसीको लागि आखिर यत्रो समय खेर गयो। तर कारण यस्तो रहेछ, चम्बु जेठो दाजु घर फर्केर आउने अनि घरको टिन, घर जमिन पास गरेको अनि उसको बिहेको खर्च सबै आफूले मात्र कमाएको माइलोको त नाम नलिदो रहेछ। र बिचरा माइलोलाई के थाहा दाजुले उसको पछाडि के जालछल गरिरहेको रहेछ। 2 भाइको पैसा लिँदै घर फर्किँदै आफ्नो पैसाले मात्र यो प्रगति गरेको बताउने रहेछ। त्यसैले माइलोलाई सबै घर परिवारको हेला हुँदै गएको रहेछ। साँचो कुरा भन्देको भए आज माइलो पनि सबैको प्यारो हुन्थ्यो होला। यो कुरा आजसम्म पनि घरको मान्छेलाई सच्चाई लुकाएर राखेको छ जेठोले। यसरी चलाक दाजुले आफ्नै भाइलाई धोका दिएको छ। भाइमारा काम गर्यो जेठोले। तैपनि माइलोलाई कसैले रोक्न सकेनन्, किनकि बाबुले त्यो सरकारी ऋणको जग्गामा बस्दा पनि निकै मिहिनेत गरेर घर जमिन पास गर्नु र दाजुको बिहे खर्चमा उसको पनि धेरै पैसा खर्च भएको थियो। यदि त्यो दाजुले घर परिवारमा हामी 2 दाजुभाइको पैसाले यो सबै भएको हो भनिदिएको भए आज माइलो र घर परिवारको सम्बन्ध राम्रो हुने थियो। तर धोकेबाज दाजुको भरोसाले गर्दा माइलोले पैसा नै कमाएको होइन भन्ने भएको छ। के थाहा उनीहरूलाई टिनको घर बनाउँदा, घर जग्गा पास गर्दा जेठोको बिहेमा माइलोको पनि बराबर पैसा खर्च भएको छ। सबै परिवार एक भएर माइलोलाई घर बनाउने जग्गा नदिने भए। अझ उल्टै जेठो चम्बु दाजुले त जा तेरो ससुरालीले दिएको जग्गामा घर बनाएर बससम्म भन्न भ्यायो। अब माइलोलाई पनि झन् रिस उठ्यो। मैले जोडेको जमिन मेरो बाउको पुर्खौली जमिन भन्दै माइलोले पनि जिद्दी गर्यो। आखिर उसले एउटा घर बनाएर बस्यो। छरछिमेक भन्दा माइलोको घरका मान्छे नै धेरै आरिस र डाहा गर्थे। तैपनि माइलो मज्जाले आफ्नो बाउ बसेको जमिनमा घर बनाएर बस्यो, जल्ने जलिरहे। यसरी आफ्नै दाजुले घात गरेको यो कहानी हो। दाजुभाइ पनि भने मात्र हो।